विष्णु मंगलम गरुड़ाध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनोहरि अथ दीपपूजनम नमो सनत्राय सहस्रमूर्तये सहस्रपादाक्ष शिरोभावे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि उदाहरिणे नमः कर्मसाक्षिणे भगवन्ति नारायण नमः अथ कलश पूजा ओम परमेश्वरम मनमशि भणिष्कम भजनिषि भणिषरित सजन्यास भणिषरित सदनमशि भणिषरित सदनमासम वर्णकलशाय नमः अथ गणेश पूजा गणानान्वा गणपति को हवामहे प्रियानान्वा प्रियपति को हवामहे दिनान्वा दिपति को हवामहे वशोमहामजानि दत्म तमजाय श्रीगतम सिद्धि बुद्धि सहिताय श्रीमन् महागणाधिपतये नमः अथ धूपं दीपं ओम महाचन्द्रनारायणसुजात सत्यो सूर्यो अजायत समोद्वादायुष्य प्राण समुखात अग्निजातः ओम धूपमासेवि दीपं दर्शयामि दीपनारायण नमः वर्णकलशाय नमः श्रीमन् महागणाधिपतये नमः असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्युर्मा अमृतमगमय ओम शांति ओम शांति ओम शांति। म राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान नेपाल काठमाडौँ जिल्ला अध्यक्ष मुकुन्द प्रसाद घिमिरे ओमकारेश्वर भजन समूहको भजन गुरु तथा उपाध्यक्ष। हामी काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका अन्तर्गत 2 नम्बरमा रहेको ओमकारेश्वर भजन समूह आज यहाँ भाग लिन पाउँदा गौरवान्वित भएका छौँ। हाम्रो प्रस्तुति सुरु गर्छौँ। हजुरहरूले हेरेर मूल्याङ्कन गरिदिनु होला। राम 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 नारायण हे राम राम जय गुरु गणेश राम 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 नारायण हे राम राम सरस्वती माई तिमीले सरस्वती माई कुम्मा आई बसन्ती वीर हनुमान रक्षा गरुन् हामीलाई नारायण हे राम राम गर्छौँ नमस्कार मेरा भक्त भागवतहरू हामीहरूले यो भजनमा श्रीमद् भागवतमा पुराणका कथाहरू 18 पुराणका कथाहरू देवी भागवतका कथाहरू भक्त भागवतहरू भगवानका नाम कीर्तनहरू गाउनु पर्ने भएको हुनाले श्रीमद् भागवत महापुराणको 80 अध्याय भक्त भागवतहरू श्रीमद् भागवत महापुराणको 10वीं स्कन्धको 80 अध्यायमा रहेको कृष्ण सुदामाको नारायण